टेक्निकल कलेजमा चाहिँ हाम्रो एक्जिबिसन हुँदैछ। एक्जिबिसन भित्र हाम्रो सबै हाम्रो क्लासमेट अब जुनियर सिनियरले चाहिँ बनाएको हाम्रो प्रोजेक्टहरू हेर्नेवाला छु होइन। प्रोजेक्टको नेम वर्किङ प्रिन्सिपल चाहिँ सोध्नेवाला छु कसरी काम गर्छ भनेर होइन। हाम्रो यो चाहिँ एनटिसी कलेज हो। हामी पढेर यिनीहरूको सकिँदैन। हाम्रो देख्न सक्नुहुन्छ हाम्रो यो कलेज एनटिसी कलेजमा हामी आइसकेका छौँ। हाम्रै कलेज हो होइन। हामी चाहिँ यहाँ एक्जिबिसन देख्न सक्छौँ, उता साइडतिर सबैतिर देख्न सक्छौँ होइन। अनि त्यही हो। बट अब हामीले चाहिँ कसले के काम गर्छ हाम्रो सिनियर जुनियरको हामी हेर्नेवाला छु। अनि कस्तो काम गर्छ र प्रोजेक्टको नेम के हो त्यो सोध्नेवाला छु होइन। सबैले देख्न सक्नुहुन्छ। एउटा भिडियो सबै क्लिप गराऊ। स्टेल नम्बर 19 मा जाँदैछ होइन। 19 को स्टेलमा गइसकेपछि उनीहरूको प्रोजेक्टको नेम र वर्किङ चाहिँ कसरी काम गर्छ त आज सोध्न जाँदैछौँ हामी। ल हाम्रो 19 स्टेल नम्बरमा चाहिँ खास प्रोजेक्टको नेम चाहिँ के हो? प्रोजेक्टको नेमहरू चाहिँ हाम्रो घरको रिटेनिङ वाल अनि घरको ट्रस अनि स्टेयर केसहरूको बारेमा छ। यसमा मेन चाहिँ उताबाट स्टार्ट गर्नु हल्का। यसको काम चाहिँ यसमा नर्मल ट्रसमा यदि लोड हालेपछि यो बेन्ड हुन्छ, यो एकदम स्ट्रङ हुँदैन। त्यसैको लागि यो एडभान्स हो। यसमा लोड डिस्ट्रिब्युसन गरिएको छ। यसमा कुनै लोड हालेपछि एकदम मजबुत हुन्छ। यही हो। अनि यो रिटेनिङ वाल हो। क्यान्टिलिभर रिटेनिङ वाल भनिन्छ। यसमा यो नर्मल वाल हो। यदि नर्मल वाल हामीले नर्मल वाल युज गऱ्यौँ भने त्यसपछि यो यता यो होरिजेन्टल प्रेसर दिन्छ यता। अनि घर बनायो भने यो भत्किन्छ, खोला भइहाल्छ। त्यसैको लागि यसलाई मजबुत गर्नलाई क्यान्टिलिभर रिटेनिङ वालको प्रयोग गरिन्छ। अब यो जुन जति यो होरिजेन्टल प्रेसर लागिरहेको थियो उता अब यो तलतिर लाग्छ। अनि यो बनाएपछि एकदम स्ट्रङ हुन्छ। यति थ्याङ्क यू। अब चाहिँ हाम्रो फाउन्डेसन विथ डिप पाइल हो। घरको जुन पनि सबभन्दा सुरुमा चाहिँ हाम्रो बलियो बनाउने भनेकै फाउन्डेसन हो। त्यही भएर हाम्रो यो डिप पाइल फाउन्डेसन कहाँ हालिन्छ भनेपछि जहाँ हाम्रो हल्का माटोहरू विक हुन्छ नि त्यहाँ डिप पाइल फाउन्डेसनहरू हालिन्छ। जस्तै कि हामीले अब माटो कमजोर छ हामीले घर बनाइदिउँ, त्यसमा हामीले घर गराइदिउँ। अब घर गराइदिउँ, घरको चाहिँ हाम्रो लोड हुन्छ। लोड यस्तो पर्यो भने हाम्रो चाहिँ यो यस्तो लोड पर्यो भने कोल्याप्स हुन्छ। त्यो कोल्याप्सबाट बस्नको लागि चाहिँ हामीले आरसिसी रडहरू हाल्नुपर्छ। आरसिसी रड र कङ्क्रिटहरू हाल्नुपर्छ। यो चाहिँ हाम्रो आरसिसी। यो पाइल चाहिँ हाम्रो नर्मली 3 मिटरसम्म डिप हुन्छ। नत्र जहाँसम्म हार्ड सर्फेस भेट्छ त्यहाँसम्म यो पाइलहरू लगाउनु पर्छ। अब यो लगाइदिइसकेपछि हामीले फेरि त्यसमाथि अब लोड पर्यो भने हाम्रो चाहिँ यो चाहिँ धसेन। अब यो कोल्याप्स गर्छ।